जसको मन जय मसीह अभिवादन। जसको मन परमप्रभुमा येशूमा अडिएको छ त्यसलाई पूर्ण शान्तिमा राख्नुहुन्छ। तपाईँको मन संसारतिर रह्यो भने परमेश्वरको शान्ति तपाईँमा रहन सक्दैन। वचन सत्य त छ र त्यसकारण तपाईँको मन चाहिँ प्रभुमा रहन पर्छ। कसरी रहन्छ? वचनलाई अध्ययन गरेर, अब्राहमलाई हेरेर, युसुफलाई हेरेर, दाउदलाई हेरेर, एलिया अगमवक्तालाई हेरेर उहाँहरूको जीवन कसरी प्रभुमा निर्माण गर्नुभयो, उहाँले विश्वास गर्नुभयो, सो भइहाल्यो। अब तपाईँले कसरी विश्वास गर्नुहुन्छ? तपाईँको जीवनमा बेरोजगार छ, तपाईँले बेरोजगार खारिज भएको छ, रोजगार आएको छ भनेर सपना, त्यो कुरा तपाईँले भन्नुपर्छ, भनिरहनु पर्छ। तर त्यो कुरा सत्यले काम गर्ने मौका दिनुहोस्। त्यो भनिरहनुहोस्, त्यो काम भइसकेको छ। धार्मिक जन विश्वासले जिउँछ, चिन्ताले जिउँछ भनेको छैन वचनमा। के खाउँला र के लाउँला भने चिन्ता नगर्नुहोस्, धन्यवादी साथ प्रार्थना गर्नुहोस्। सबै विषयहरू चाहिँ प्रार्थनामा राख्नुहोस्। बुवालाई भन्नुहोस् र बुवाको टेबलमा आउनुहोस्। र तपाईँ निराश र चिन्ताले एउटा घरबाट अर्को घरमा प्रार्थना मागेर होइन, तपाईँ आफै खुट्टा घुँडा टेकेर प्रार्थना गरेर परमेश्वरसँग आफ्नो डिल गर्न सक्ने छोरो भइसक्नुभयो। अब तपाईँमा तुच्छ छैन, म पापी भनेर नभन्नुहोस्, किनकि म येशूको रगतद्वारा म धार्मिकता छु, पवित्र छु, परमेश्वरको राज्य ममा आइसकेको छ भनेर विश्वास गर्नुपर्छ तपाईँले। जब यो विश्वास गर्नुहुन्छ, यो विश्वास अनुसार काम गर्नुहुन्छ, अनि परमेश्वरले तपाईँको जीवनमा काम गर्ने मौका पाउनुहुन्छ।